आजको गेम चाहिँ हाम्रो इजी थियो। लगभग यो गेम चाहिँ हाम्रो योभन्दा पहिला भएको भए चाहिँ अझै राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ। टिमको कम्बिनेसन पहिलेको गेम भन्दा अलिकति आज फरक देखियो होइन, अरू गेममा पनि पहिलो गेमबाट दोस्रो गेममा अलिकति फरक देखियो। समग्रमा अहिलेको कम्बिनेसन चाहिँ कस्तो छ टिम विदेशी खेलाडीहरूसँगको? भन्नुबाट खासै हिन्दी पनि उहाँहरूले बुझ्नुहुन्न। अनि त्यहाँपछि हाम्रो चाहिँ फर्स्ट म्याच चाहिँ स्टर्म टिमसँग थियो। अनि एकैचोटि मिसेर एकचोटि ट्रेनिङ गर्न नै नपाएर खेल्दाखेरि चाहिँ हाम्रो सुरुमा कम्बिनेसन मिलिरहेको थिएन। अहिले बल्ल मिलिरहेछ। आफ्नो पर्फर्मेन्सलाई लिएर कतिको खुसी हुनुहुन्छ यो टुर्नामेन्टमा? अब काबा पनि आउँदैछ होइन, त्यसमा पनि तपाईँलाई फेभरेट भनेर हेरिरहेको छ होइन, त्यो टिमको पनि तयारी होला तपाईँलाई? अब यस्तो आफ्नो सेट टिमसँग खेलेको र बाहिरी विदेशी या अन्य प्लेयरसँग खेलेको जस्तो चाहिँ हुँदैन। त्यही अनुसार चाहिँ आफ्नो गेमदेखि चाहिँ म सेटिस्फाइड छैन। त्यही तपाईँ बिचमा विभागीय टोलीमा पनि जानुभयो, अहिले फेरि फर्किनु भएको छ देशमा। कतिको फरक हुने रहेछ विभागमा खेल्दा र सिभिल टिमहरूमा खेल्दाखेरि? आफ्नो टिम भनेको मलाई जहाँसम्म लाग्छ आफ्नै टिम हो, किनकि बस्ने एकैसाथ ट्रेनिङ गर्ने भनेपछि आफ्नै टिम हुन्छ। तर विभागीय टिममा पनि म दुईटा टिमबाट खेलेँ, तर त्यस्तो मलाई अप्ठ्यारो चाहिँ लागेन किनकि सबै चिनेको दिदीहरू हुनुहुन्थ्यो। त्यही भएर मलाई त्यति अप्ठ्यारो चाहिँ लागेन। आफ्नो फर्मको कुरा गर्दाखेरि तपाईँले पहिला 1-2 वर्ष अगाडि चाहिँ तपाईँको कन्टिन्यू हुँदैन, एउटा गेममा तपाईँको राम्रो हुन्छ फेरि त्यसपछि तपाईँको टिम हुन्छ भन्ने थियो होइन। अहिले सुधार भइरहेको छ समग्रमा होइन। आफ्नो त्यो फर्मलाई अहिले कन्टिन्यू हुँदाखेरि चाहिँ कतिको प्राउड फिल हुँदो रहेछ? अब अगाडि के गर्छु भन्ने हुँदो रहेछ, के रहेछ? खुसी लागिरहेछ किनकि अब मैले कावामा लगायत अन्य विभिन्न ठाउँमा आफ्नो प्लेटफर्म बाहेक अरू ठाउँमा त मैले नयाँ नयाँ कुराहरू सिक्दै गइरहेको छु। अलिअलि म्याचको एक्सपिरियन्स हुनाले नि आफ्नो गेममा चाहिँ हल्का सुधार आए जस्तो लागिरहेछ। तर यो गेममा चाहिँ आफ्नो भनेको जस्तो पर्फर्मेन्स मैले दिन सकेन, त्यसमा चाहिँ अलिक सेटिस्फाइड छैन। केपी अनुश्री जस्तो विदेशी खेलाडीहरू तपाईँको टिममा हुनुहुन्छ होइन, उहाँ त इन्डियाबाट पनि खेलिराख्नु भएको अनुभवी खेलाडी। उहाँहरूसँग ड्रेसिङ रुम सेयर गर्दा उहाँहरूसँग खेल्दा चाहिँ के नयाँ कुराहरू सिकिने रहेछ? उहाँहरू अब हेर्नुपर्दा हाम्रो भन्दा एकदमै हाई लेभलको खेलाडीहरू हो। अनुशासनदेखि लिएर सबै कुरामा एकदमै अब्बल हुनुहुन्छ। त्यही भएर चाहिँ उहाँदेखि चाहिँ अब 2-3 म्याच खेल्न पायो, उहाँबाट पनि धेरै कुराहरू सिक्न पाइरहेको छु मन चाहिँ। अब एभरेस्ट भलिबल क्लबको यात्रालाई कसरी हेर्नु भएको छ? एभरेस्ट अब हेर्नुपर्दा जुनियर बहिनीहरू आउँदै गर्दा चाहिँ केही समय चाहिँ म जुनियर बहिनीहरूसँगै खेल्छु। उनीहरूलाई मोटिभेट अनि प्रमोसन गर्छु त्यही।